फेसबुक आइडी खोल्नु पर्यो भनेको के गर्नुपर्छ अरे सुरुमा भनिदिनु त। होइन अर्थ केही पनि गर्नु पर्दैन। हजुर। फेसबुक आइडी नै खोल्ने हो हजुर। आफ्नो उसमा भने नि हजुर त्यहाँ वडा कार्यालय जाने, हजुर वडा कार्यालयबाट सिफारिस ल्याउने। हजुर सिफारिस के को लागि भनेर सोध्छ नि त। हजुर हजुर सोद्धाखेरि मेरो मोबाइलमा फेसबुक आइडी तयार गर्नुपर्ने हो हजुर भन्ने उसले चाहिँ नि सिफारिस दिन्छ। हजुर त्यो सिफारिस लिएर प्रहरी चौकी, स्थानीय प्रहरी चौकीको सहीको हजुर इजाजत, हजुर। सूचनाको हक सम्बन्धीको अधिकारहरू हुन्छ। हजुर त्यसले गर्दाखेरि उहाँ चौकीबाट हजुर पत्र लिने, हजुर त्यो पत्र लिएर अनुमति पत्र भन्छ त्यसलाई। हजुर। अनुमति पत्र लिए पछाडि अनि मात्रै फेसबुक आइडी खोल्न पाइन्छ, नत्र अहिले पाइँदैन। होइन अनि चाहिन्छ तैँले फेसबुक आइडी खोल्नलाई? नागरिकता सिफारिस लिनलाई। होइन, नागरिकता फोटोकपी चाहियो, आफ्नो नागरिक के अरे उयो ऊ चाहियो। भएन भने जग्गा धनी पूर्जा चाहियो। बसेको धनी पूर्जा त्यो चाहियो। जसले खोल्ने हो उसको धनी पूर्जा फोटोकपी चाहियो होइन। हजुर अनि फोटो 5 वटा चाहिन्छ। हजुर अनि चौकी पुग्दा त नि भरे फेरि अनि चौकीमा थुनिदियो भने किन थुन्दैन? सिफारिस लिन जाँदाखेरि त्यो अनुमति पत्र लिन जाँदाखेरि थुन्दैन नि।